दर्शकबिन नमस्कार। जेनजी आंदोलन की अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेकी छन्। बमले आफ्नो स्ट्याटसमा सुकुम्बासी बस्तीको विषय उठाउँदै लामिछानेलाई भोलि छाती थाप्न आउनुहुन्छ कि भन्दै प्रश्न गरेकी छन्। उनले वर्षौंदेखि सुकुम्बासी बस्तीलाई विभिन्न राजनीतिक दलहरूले भोट बैंकको रूपमा प्रयोग गर्दै आएको आरोप समेत लगाएकी छन्। उनको भनाइ अनुसार हाल सुकुम्बासी बस्तीहरू त्रासको अवस्थामा रहेको उल्लेख गर्दै उनले नेतृत्व तहलाई सिधा रूपमा सुकुम्बासी समुदायसँग संवाद गर्न आग्रह गरेकी छन्। उनले लेखेकी छन्, आदरणीय रवि लामिछानेज्यू, भोलि छाती थाप्न आउनुहुन्छ नि यहाँ? तपाईको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दैछन्। वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरू भन्दा तपाईहरू फरक हुनुहुन्न रे। आज सुकुम्बासी बस्ती आतंकित छ। सभापति ज्यू, सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ? भोलि आउनुस् ल भन्दै उनले स्ट्याटसद्वारा लेखेकी हुन् भने हाम्रो सानैदेखिको बुझाइ अनुसार सुकुम्बासी त्यस्तालाई भनिन्थ्यो जसले कुनै घरबार सम्पत्ति केही नभएको र सरकारी जमिनहरूमा सिधै सरकारले नहटाएसम्म बसोबास गरेर बसेको पाइन्थ्यो। अहिलेको सुकुम्बासी त जसको 20-30 रोपनी जग्गा पनि छ, छोराछोरी विदेशतिर गएर पढ्दैछन्, त्यस्तालाई सुकुम्बासी भनेर नाम दिएको छ। हो, आशा गरौँ यसको छानबिन सरकारले गर्ला भन्दै हेर्दै गर्नुहोला XYZ नेपाल। म अहिलेलाई भने बिदा हुन चाहन्छु। फेरि यस्तै नयाँ भिडियोको साथ उपस्थित हुने बाचा गर्दै आजलाई बिदा हुन्छु। नमस्ते।